शम्भु यो चाहिँ भोलि शिवरात्रिको उपलक्ष्यमा यहाँ बागमतीको सरसफाइ अभियान चलिरहेको छ। म पनि यसो बिहानै पशुपतिको दर्शन गरौँ भनेर आएको। भोलि शिवरात्रि 3 गते फागुन 3 गते होइन, आज 2 गते शनिबार हो, आइतबार हुँदैछ। विभिन्न देशहरूबाट आइरहेको छ। पुरै सजी सजाउ रङ रोगन गरेर चिटिक्क बनाइसकेको छ। यतातिर चाहिँ पुरै यहाँनिर चाहिँ हनुमान श्रीरामको चाहिँ दूत हनुमानको चाहिँ मूर्ति राखिएको छ र उहाँको पूजा हुन्छ। र विशेष गरेर पशुपति क्षेत्रलाई पुरै जगिजगाउ र श्रृङ्गार गरेर अन्तिम तयारीमा यो भोलि शिवरात्रिको तयारी भइसकेको छ। र भोलि आज राति नै भोलिको भनौँ न बिहान रातिको 2 बजेदेखि नै 4वटै ढोका खुल्ने भन्ने कुरा आएको छ। र यहाँ चाहिँ सरसफाइका लागि बागमती नदीलाई पुरै सरसफाइ गर्ने टोली चाहिँ यहाँ लागिरहेको छ। यतातिर यो चाहिँ सियानहरू रहेका छन्, यहाँ चाहिँ लासहरू जलाइन्छ। यसरी चाहिँ रहेका छन् र सबैले पशुपतिनाथले सबैको कल्याण गरून्, रक्षा गरून् भन्ने कामना गर्दछु। हस्, धन्यवाद, नमस्कार।